सबैजनालाई एकदमै नमस्कार। वेलकम छ हाम्रो बागपात बसपाडाको अगाडि एबिकेल फास्ट फुड रेस्टुरेन्टमा तपाईँहरूलाई एकदमै स्वागत छ, वेलकम छ। तपाईँहरू यति मेरो मित्रहरू, फेसबुकका साथीहरू, टिकटकका साथीहरू अनि तपाईँहरू चाहिँ यति बागपात घुम्नको लागि आइरहेको छ भने प्लिज तपाईँहरूलाई एकदमै रिक्वेस्ट छ, हाम्रो एबिकेल फास्ट फुड रेस्टुरेन्ट बसपाडाको अगाडि छ। प्लिज सम्झिदिनु होला र आएर तपाईँहरू मिठो स्वादको एकदमै स्वादको खानाको अनि एकदमै मिठापनहरू लिनु होला। तपाईँलाई हृदयदेखि धन्यवाद दिन्छु। र हामी चाहिँ एबिकेल फास्ट फुड रेस्टुरेन्टमा हामी 5जना परिवार छौँ। हाम्रो छोराछोरी, मेरो एबिकेल छोरी, मनिषा छोरी, सुमन छोरा, मेरो श्रीमती, हामी 5जना परिवार एकदमै मिलेर एकदमै तपाईँहरूलाई एकदमै वेलकम अनि आउने ग्राहकहरूलाई एकदमै स्वागत गर्नेछौँ र तपाईँहरू आइदिनु होला। र यदि घुम्न आउँछ भने कन्ट्याक्ट नम्बरहरू सबै छ मेरो। तपाईँहरूले विशेष बारपाङमा आएर एकदमै अर्ग्यानिक खाना खान चाहनुहुन्छ अथवा तन्दुरी नानहरू, बटर नानहरू, प्लेन नानहरू होइन, अनि यसो कराई चिकनहरू, इन्डियन खानाहरू, सुपहरू अनि खान चाहनुहुन्छ भने इन्डियन, चाइनिज, कन्टिनेन्टल, मेक्सिकन, थाई, इटालियन फुडहरू खान चाहन्छ भने हाम्रो एबिकेल फास्ट फुडमा सम्झना गर्नुहोला। तपाईँलाई एकदमै हृदयदेखि नै धन्यवाद छ र तपाईँहरू सबैजनाले आएर हाम्रो दुःखमा साथ दिनु होला। किनकि हामी सबैजना संसारमा बाँचुन्जेल है एकदम मिठो सम्झना अनि सबैजना मिठो बोल्ने, मिठो सम्झना गर्ने, सबैसँग आदर र प्रेम गर्नुपर्छ। किनकि एक दिन यो संसार छोडेर गएपछि हामी केही पनि हुँदैन, किनकि यो माटोको शरीर माटोमै मिलेर जान्छ। त्यसै कारणले गर्दाखेरि बाँचुन्जेल सबैसँग मिठो बोल्ने, मिठो सम्झना गर्ने होइन, एकदमै धनले नसके मनले नसके दुःखमा चाहिँ धनले नसके पनि मनले साथ दिनुपर्छ, प्रेम देखाउनुपर्छ भन्ने एकदमै ठुलो आशा छ र तपाईँहरू आइदिनु होला र सबैजनालाई एकदमै हृदयदेखि नै धन्यवाद छ। नजिक गर्न जुम गरेर नदेख त्यो भाँडाहरू जुम गरेर दामी है। कच्ची जी अलिक तल गरेको क्या ऊ त्यसरी बिहानीको उज्यालोमा हजुरको नाम गाउँछु म, थकित मन पनि हल्का हुन्छ, तपाईको माया चिन्छु म।
प्लेट एउटा ल्याइदिनु अनि आटा नआउनु यो आटा आइरहेको छ कि तिमी भयो